आज म्यानुअल तरकारी र फलफूल ग्रेडरको बारेमा कुरा गरौँ। यो एउटा यस्तो सरल उपकरण हो जसले किसानको जीवनमा साँच्चै ठूलो परिवर्तन ल्याइरहेको छ। अब सोच्नुस् त, बिजुली नै नचाहिने एउटा सामान्य मेसिन जसले टमाटर होस् वा आलु सबैलाई आकार अनुसार फटाफट छुट्याइदिन्छ। र यसको मुख्य काम के हो? किसानलाई उनीहरूको उत्पादनको राम्रो मूल्य दिलाउनु। पहिलो कुरा, यसले बजारमा मूल्य र आम्दानी दुवै सुधार्छ। अब हेर्नुस्, जब सबै उत्पादन एउटै साइजको हुन्छ नि, ग्राहकलाई विश्वास लाग्छ र परिणाम किसानले राम्रो भाव पाउँछन्, जसले गर्दा उनीहरूको आम्दानी सिधै बढ्छ। दोस्रो, यसले दक्षता र पहुँच बढाउँछ। हातले घण्टौं लाग्ने काम मेसिनले एकैछिनमा गरिदिन्छ। र सबैभन्दा राम्रो पक्ष के हो भने यसलाई बिजुली चाहिँदैन, मतलब दुर्गम गाउँका साना किसानहरूको लागि पनि यो एकदमै उपयोगी छ। र तेस्रो, यसले समुदायलाई नै सशक्त बनाउँछ। हो, यसले ढुवानीमा हुने नोक्सानी घटाउँछ, तर त्योभन्दा पनि ठूलो कुरा, यो चलाउन एकदमै सजिलो र सस्तो छ। यसले गर्दा गाउँका महिला र युवाहरूले पनि यसलाई प्रयोग गरेर आर्थिक रूपमा बलियो बन्न सक्छन्। छोटकरीमा भन्दा, यो ग्रेडर एउटा औजार मात्र होइन, किसान र बजारलाई जोड्ने पुल हो, जसले कृषि सशक्तिकरणमा ठूलो फड्को मार्छ।